हेलो गाइस, वेलकम टु आरकेसी ब्लग। तपाईहरुलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। यो चाहिँ मैले धेरै लामो ग्याप भएर चाहिँ यो ब्लग हाल्दैछु, यो भिडियो हाल्दैछु। यो भिडियो चाहिँ कसरी चाहिँ ग्याप गरे भन्दाखेरि चाहिँ त्यो पनि म तपाईहरुलाई बताउँदैछु। किन चाहिँ मैले ग्याप गरे भन्दाखेरि चाहिँ एउटा त मेरो यो हेर्नुस् फोन यस्तो फुटेर चाहिँ मैले ब्लग बनाउनु छोडेको थिएँ। म हस्टेलमा हुँदाखेरि चाहिँ यो फोन चाहिँ 4th फ्लोरबाट चाहिँ ग्राउन्ड फ्लोरमा झरेर चाहिँ मेरो फोनको हालत यस्तो भयो। अनि चाहिँ मैले ब्लग गर्नु स्टप गरेको थिएँ, ब्लग गरेको थिएन। सो अनि आज चाहिँ अब चाहिँ म एटलिस्ट विकली एउटा लङ भिडियो चाहिँ हाल्ने ट्राई गर्छु। सर्ट भिडियो त म डेली नै हालिबस्छु, लङ चाहिँ म 1 विकमा एउटा चाहिँ विकली एउटा चाहिँ हाल्ने ट्राई गर्छु हैन। अनि आज चाहिँ ब्लग चाहिँ के हो भन्दाखेरि एउटा त यही फोनले गर्दाखेरि म ब्लगहरू बनाउनु पाएको थिएन। अनि अर्को चाहिँ आज चाहिँ म र भाउजू चाहिँ तल दादा घर यहीँ तल नै छ, छेउमै छ, त्यहाँनिर म र भाउजू चाहिँ जानु आँटेको थियो। तल भाउजूले फुलहरू दामी दामी रोप्नु भएको छ अरे कि म तपाईँहरूलाई देखाउँछु ल। सो हामी उता भेट्नुपर्छ, बाई बाई। अब चाहिँ हामी निक्लेको, हामी चाहिँ आज स्कुटी पनि होइन गाडी पनि होइन, हामी बेसी नहिँडेर पुरा अल्छे भइसकेको छ। आज चाहिँ हामी हिँड्दै गएको। ए भाउजू हिँड्दै जाने होइन? हिँड्दै जाने कि गाडी ल्याउनु? हिँडेर जाने अरे नि त हो। बेसी घरमा बसेर यहाँनिर भाउजू बेसी अल्छिनी भइसक्यो कि आज भाउजूलाई पनि हल्का हिँडाइदिउँ भनेर। माने फुल भाउजूको गफ यो सिक्किम गएरले देखेको भएर हारले किनेर यहाँ आएर यही देवालै पऱ्यो। मेरो चाहिँ कपाल पनि सुकेकै छैन, कस्तो देखिरहेको छ। नआएर के खानु बस्नु टाइमै पाएन नि त, अब त हुन्थ्यो नि। कहिले पुग्ने भाउजू यसरी यो पाराले हिँड्यो भने त कहिले पुग्दैन त। होस् न, हावा खाँदै खाँदै के खाँदै अरे? हावा खाँदै खाँदै हावाले अगाउँछ अरे भाउजू चाहिँ फेरि। टाइम पासको लागि त निस्केको। बाटो चाहिँ खराब छ है हाम्रो चाहिँ, यस्तो बाटो छ। बनाउँदैछ नि त। अब नयाँ बाटो बनाउँछ अरे नि त। यो चाहिँ हो टाइटानिक भ्यू पोइन्ट होइन। अन्त यो चाहिँ पिकनिक स्पोट। ए यहाँबाट चाहिँ बजार जान्छ, सिधै चाहिँ बजार जान्छ। तर हामी चाहिँ यहाँबाट चाहिँ यस्तो जानुपर्छ माथि नि। हुन्छ यहाँनिर हाम्रो त छैन, भइसकेको छैन अहिले। अब त एज गयो, बुढो भयो हजुर। म्याडम पुरा नाच्दैछ। हामी चाहिँ यहाँ आएको हो, तपाईँहरूलाई म फुल देखाउँछु ल, भाउजूको कलाहरू। जतिखेर पनि यो भाउजू फुलै मात्रै। कुमारी हो नि त। ओ फुलकुमारी। के नगर्नु अरे? भइरहेछ के नगर्नु अरे? यो चाहिँ नगराइ फुलकुमारीको यहाँनिर भाइरल नबनाइदेऊ। दुईजना सेम प्लेसको भेट भयो अब फेरि। अब चाहिँ म चाहिँ दादासँग भाइ लिनु गएको। ल दादा स्कुटी छिटो। फाइनली हामी भाइको स्कुल आए। भाइ म कहाँ चढ्नु अब? apa mana dikit? Mau dekinan? भाउजू आफ्नो घरमा छ, आमाले पुरै भुल्दैन है। बेसी खाएर भुँडी पनि ठुलो ठुलो भयो। त्यही त म झन् कम्ता खाइन त्यही मार उता जाँदा दिदीको गफमा खाएकै यादै भयो। म अर्जुन छेत्री निवासी अनि अप्पर फागु।
हेर्नु है ससुराको बिल्ला गर्दैछ अर्जुन छेत्री बुहारीले ससुराको बिल्ला ससुराको बिल्लाबाट देखाउन के अरे भाउजू ससुराले के भन्यो अरे अर्जुन छेत्री निवासी बाबाको बिल्ला गर्दैछ है गाई छेरिहाल्नु है। फाइनली हामी घर आइपुग्यौँ। आजको लागि यति नै। किप वाचिङ आरकेसी ब्लग।